हेलो एभ्रिवान, नमस्ते। म प्रवीण दाहाल छु। भर्खर उठ्ने क्रममा छु। भर्खर उठ्ने बेला हुँदैछ र उठ्ने बित्तिकै मोबाइल चलाउँदाखेरि चाहिँ एकदमै धेरै नेपालको याद आउने के अब चुनावी माहौल छ नि त। चुनाव आउनलाई अब केही दिन मात्र बाँकी छ। आफूले चाहिँ जो जितोस् अथवा जो चाहिँ सदनमा पुगोस् र जसले चाहिँ नयाँ कानुनहरू बनाओस् त्यसलाई मतदान गर्न पाए हुन्थ्यो भन्ने खालको चाहना हुँदाहुँदै पनि विभिन्न समस्या, विभिन्न अब हुन्छ नि, यहाँ विदेशमा भइसकेपछि भनेको मन लागेको बेलामा जान नपाउने, कार्ड सकिएको अवस्था होइन, त्यो भएकोले गर्दाखेरि कार्ड रिन्यूको प्रोसेस, त्यो भएकोले गर्दा विभिन्न कुराहरूले गर्दाखेरि चाहिँ जान नपाउने अवस्था भएकोले गर्दाखेरि यति बेला दुःख लागिरहेको छ। तर अब लाग्छ परिवर्तनको माहौल आइरहेको छ र चुनावी माहौल आइरहेको छ। अब केही दिन पछाडि देशले पक्कै पनि मुहार फेर्नेछ, देशले नयाँ नेतृत्व पाउनेछ र देश विकास हुनेछ। हामी यसरी अर्काको देशमा चाहिँ बस्नुपर्ने अवस्था रहँदैन। यसको साँच्चै नै अन्त्य हुन्छ भन्ने खालको महसुस चाहिँ हामीले गरिरहेका छौँ। कृपया जो जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, कृपया एकदमै विचार गरेर मात्रै मतदान गर्नुहोला। मतदान चाहिँ गर्नुहोला, यो तपाईँको अधिकार रहेको छ। मतदान गर्न पाउने तपाईँको अधिकारलाई चाहिँ कृपया सदुपयोग गर्नुहोला र मतदान गर्दाखेरि चाहिँ कुनै त्रुटिहरू, कुनै तपाईँको मत चाहिँ बदर नहोस् भनेर त्यसलाई ध्यानमा राखेर मतदान गर्नुहोला। किनभने तपाईँ मतदान गर्नका लागि जानुहुन्छ, समय खर्चिन्छ होइन, त्यो समयको सदुपयोग होस् र तपाईँले गरेको एक भोट चाहिँ यस्तो भोट बनोस् कि जुन भोटले चाहिँ राष्ट्रिय परिवर्तनको लागि हो, देश निर्माणमा मेरो पनि लगानी छ, मेरो पनि समय छ। मैले पनि एउटा भोट दिएको थिएँ, जिताएको थिएँ र जिताएपछि चाहिँ त्यो भोटको कारणले गर्दाखेरि आज राष्ट्रिय परिवर्तन भएको छ भन्ने खालको तपाईँले काम गर्नुहोला। हामी यसरी विदेशमा आएका छौँ, धेरै व्यक्तिहरू विदेशमा बस्न बाध्य छौँ। कृपया विदेश बस्नुपर्ने अवस्था सृजना नहोस्, म यो भन्न चाहन्छु। कृपया प्लिज तपाईँले चाहिँ राम्रो व्यक्तिलाई मतदान गरेर जिताउनु होला। विशेष गरी झापाको माहौल यति बेला चर्चा परिचर्चा रहेको छ। झापामा चाहिँ नयाँ उम्मेदवार रासोपाका बालेन्द्र शाह, त्यसै गरी जो चाहिँ एमालेका व्यक्ति केपी शर्मा ओली र अन्य दलका पनि चुनावी माहौलमा होमिएका छन्। तर पनि विशेषतः दुईजनालाई अलिकति हेरिएको छ। किन भन्दाखेरि काठमाडौँ महानगरपालिका विकास निर्माणमा चाहिँ बालेन्द्र शाहले गरेको योगदान अतुलनीय रहेको छ। त्यसै गरी लामो समयदेखि प्रधानमन्त्री बनेका, पटक पटक प्रधानमन्त्री बनेका, निर्वाचनमा यति बेला होमिएका केपी शर्मा ओली जो एमालेका रहेका छन्, एमालेका अध्यक्ष समेत रहेका र धेरै पटक चुनावी माहौललाई जितेर राष्ट्रिय निर्माणको लागि केही गर्छु भनेर गएका केपी शर्मा ओली पनि चुनावी माहौलमा रहेका छन्। र यसपालि चाहिँ पक्कै पनि चुनावमा भोट दिनुभन्दा अगाडि चाहिँ घटनालाई सम्झिनुहोस्। किनभने जुन घटना भएको थियो, जिन्दी आन्दोलन पछाडि धेरैजनाले ज्यान गुमाएका थिए, धेरैजनाले चाहिँ एउटा आफ्नो राष्ट्रिय निर्माणका लागि शहीद बनेका थिए। तिनीहरूलाई सम्झेर मतदान गर्नुहोला। कृपया जसलाई मतदान गर्नुहुन्छ त्यो व्यक्तिले जितोस् र राष्ट्रिय निर्माण गर्छ जस्तो तपाईँलाई लाग्छ भने कृपया त्यही अनुसार मतदान गर्नुहोला। म यो भन्न चाहन्छु र अर्को भिडियोमा भेट हुनेछ। धन्यवाद।